हेलो सबैमा नमस्कार। यहाँहरू सबैलाई फेरि तपाईँहरू समक्ष एउटा सानो छोटो नयाँ खबर लिएर आएको छु होइन। यो चाहिँ के भन्दाखेरि अब काठमाडौँका मेयर बालेन्द्र शाहले एउटा आपत्तिजनक जनाउँदै सरकार समक्ष एउटा छोटो फेसबुकको स्ट्याटस मार्फत एउटा विज्ञप्ति जारी गर्नुभएको छ। त्यो चाहिँ तपाईँहरू समक्ष सम्प्रेषण गर्दैछु मैले। उहाँले लेख्नुहुन्छ, काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत 3 महिनादेखि तलब पाएको छैन। सरकारको दम्बले कोले के आन्दोलन गर्ने हो मलाई थाहा छैन। अबको 1 हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु। त्यो पछि हेरौँला तिमीहरूको के हो तन्त्र भनेर स्ट्याटस मार्फत सरकारलाई एउटा चुनौतीपूर्ण बोल्नुभएको छ, शब्दले भन्नुभएको छ। त्यसमा चाहिँ तपाईँको राय सुझाव के रहनेछ तल कमेन्ट बक्समा छोड्नु होला। र उहाँले एउटा आपत्तिजनक गुनासो पनि गर्नुभएको छ कि अहिलेसम्म चाहिँ 3 महिनादेखि त्यहाँ काठमाडौँका महानगरपालिकाका सरसफाइ गर्ने कर्मचारीहरूले चाहिँ जुन पाउनुपर्ने सेवा सुविधा सबै कटौती भएको 3 महिनादेखि भन्ने गुनासो उहाँको छ। अब यो चाहिँ सरकारले हेर्नुपर्ने विषय हो। अब किन गर्नुभयो, कसरी गर्नुभयो सरकारलाई थाहा होला होइन। त्यसो भन्दै तपाईँहरू समक्ष यो छोटो मिठो जानकारी चाहिँ तपाईँहरूलाई सम्प्रेषण गर्दै अहिलेलाई बाई बाई।